Hello and namaste everyone. Welcome to Eurovisa Chit Chat episode 5. It's me Salina from DNM HR Consultancy. So today we have a guest who have recently received Eurovisa. Let's welcome him. अनि मैले के फिल गरेँ भन्दा नि टेक रिस्क अहिले रिजल्ट मेरो लागिरहेको छ मेरो साथीहरू सबै सरप्राइज भइरहेको छ अहिले चाहिँ यो तपाईँहरूले जस्तो जे भन्नुभएको थियो त्यही भइदिरहेको छ ल भोलिको चाहिँ अब टिकट पनि भइसक्यो हजुरको चाहिँ हजुर धेरै धेरै धन्यवाद ल DNM HR फ्यामिलीको तर्फबाट हजुरलाई मेनी मेनी कङ्ग्रेचुलेसन बुझ्दै मात्र केही जाँदैन सो त्यही हो लेट्स गो फर द युरोप नमस्ते रजतजी नमस्ते सन्चै हुनुहुन्छ सन्चै अनि कति भयो नि हजुर दुबई आउनु भएको चाहिँ मेरो अब यो सेप्टेम्बरमा चाहिँ 2 वर्ष हुन्छ है ओके 2 वर्ष पुग्नुभन्दा अगाडि युरोपको भिसा लाग्यो यो त अनएक्सपेक्टेड हुन्छ अनि यो त पुरै बवाल फिल भइरहेको छ क्या हुन्छ नि ओके अनि कसरी थाहा पाउनु भयो त DNM HR को बारेमा त्यही हो अब अहिले भनेको सोसियल मिडिया खतरा चलिरहेछ स्क्रोल गरिरहेको थिएँ टिकटकमा अनि ठक्क मैले देखेँ हजुर अनि त्यस पछाडि त्यही हो अहिले सिधो रिजल्ट यही बवाल भइरहेछ अनि हजुर चाहिँ अब लाइक दुबईमा कति धेरै फ्रड स्क्यामहरू भइरहेछ होइन त्यो तपाईँलाई नि थाहा छैन हाम्रो अडियन्सहरूलाई पनि तपाईँ अफिस भिजिट गर्नुभयो बुझ्नुभयो अनि तपाईँलाई चाहिँ कसरी चाहिँ बिलिभ लाग्यो कि हामीले यहाँबाट काम चाहिँ गर्छौँ भन्ने अब मेन भनेको तपाईँहरूको मैले म्याक्सिमम् भिडियोहरू हेर्दाखेरि तपाईँहरूकोबाट भिजा रेट धेरै पाइरहेको थियो है अनि मेन भनेको मैले चाहिँ नारायण सरलाई भेटेँ अनि उहाँले चाहिँ मलाई फिल गराउनु भएको हुन्छ नि हो यहाँ टर्नै छ इभन मेरो साथीहरू पनि धेरै स्क्याम भएको छ तर पनि उनीहरूले पनि बिलिभ गरेको थिएन मेरो लाग्छ भनेर जब चाहिँ म उहाँसँग बोलेँ अनि मलाई अलिकति विश्वास लाग्यो क्या अनि मैले के फिल गरेँ भन्दा नि टेक रिस्क अहिले रिजल्ट मेरो लागिरहेको छ मेरो साथीहरू सबै सरप्राइज भइरहेको छ अहिले ओके अनि कति टाइममा चाहिँ भिजा लागेर आयो हजुरको तपाईँको भनेको यो 6 मन्थमा सरक्क काम भइदियो मेरो ओके अनि यो 6 मन्थको पिरियड टाइममा चाहिँ हजुरको यहाँ अफिसबाट कतिको रेस्पोन्सहरू आयो लाइक डकुमेन्टेसनको लागि अनि इच अपडेटहरू दिनको लागि कति धेरै हजुरले फोनहरू गर्दा मेसेज गर्दा रेस्पोन्स कस्तो आयो प्लस एम्बेसीसम्म जाने यो तपाईँको जर्नी चाहिँ कतिको सजिलो भयो मेरो डेन्जर सजिलो हो किन भन्दाखेरि अब सबै मान्छेलाई त फिल हुन्छ नि त अब यिनीहरूले स्क्याम गरेको कि भनेर भन्दा तर पनि मैले चाहिँ मेसेज गर्दा हुन्छ नि कल गर्दाखेरि उनीहरूले भन्ने अब रिसेन्टली अहिले चाहिँ अनि ग्रिसमा अलिकति टाइम लाग्ने रहेछ तर पनि मेरो चाहिँ 6 मन्थमा जे होस् DNM कन्सल्टेन्सीबाट धेरै सजिलो भयो अनि एम्बेसीमा पनि सँगै जानुभयो हामीहरू त्यसमा चाहिँ मलाई धेरै धेरै खुसी लागेको छ अहिले ओके अनि डेट चाहिँ कहिले पाउनु भयो लाइक एम्बेसीको एपोइन्टमेन्ट डेट कहिले टाइम लागिरहेछ होइन लाइक तपाईँको वर्क पर्मिट आएको कति टाइममा चाहिँ हजुरले डेट पाउनु भयो तपाईँको त्यो मलाई थाहा छैन तर 1 महिना कि त 2 महिनामा भित्र आइहाल्यो क्या ओके अनि इन्टरभ्यू फेस गर्नु भएन हजुर हजुर इन्टरभ्यू कतिको चाहिँ गाह्रो थियो त सजिलै भनौँ जस्ट तपाईँहरूले त्यो के अरे त्यो क्वेसन बनाइदिनु भएको थियो एक्ज्याक्ट त्यस्तै क्वेसन थियो अलिअलि त्यो ट्विस्ट गरेको थियो त्यति मात्र हो अरू सबै इजी थियो ओके त्यसो भए अनि हजुरले जब इन्टरभ्यू दिनुभयो त्यसपछि हजुरको पासपोर्ट कहिले रिसिभ गर्नुभयो तपाईँको त छिटै तपाईँहरूले भन्नुभएको थियो लाइक 15 to 20 डेज चाहिँ त्यही भित्रमा आइदियो क्या जो तपाईँहरूले जस्तो जे भन्नुभएको थियो त्यही भइदिरहेको थियो क्या ओके खुसी त हुनुहुन्छ नि भिजा लागेकोमा धेरै धेरै खुसी यसमा त अनि ओके 10बाट भिजा भ्यालिडिटी स्टार्ट भएछ हजुर अनि ल भोलिको चाहिँ अब टिकट पनि भइसक्यो हजुरको चाहिँ हजुर धेरै धेरै धन्यवाद ल DNM HR फ्यामिलीको तर्फबाट हजुरलाई मेनी मेनी कङ्ग्रेचुलेसन्स आगामी जिन्दगीको हजुर धेरै धेरै धन्यवाद है अब जस्ट म अरू मान्छेहरूलाई चाहिँ के भन्नु चाहन्छु भन्दाखेरि हो धेरै स्क्यामरहरू छ बट के भन्दाखेरि रिस्क लिनुपर्छ मैले चाहिँ रिस्क लिएँ है DNM HR कन्सल्टेन्सीबाट बट अहिले त रिजल्ट पाएँ नि त मैले सो टिकटकमा गएर त्यहाँ नम्बर छ लोकेसनहरू सबै छ एकचोटि आएर जस्ट भिजिट गरिदिनुहोस् बुझ्दै मात्र केही जाँदैन सो त्यही हो लेट्स गो फर द युरोप हजुरहरू पनि युरोपको लागि इन्ट्रेस्टेड हुनुहुन्छ भने DNM HR कन्सल्टेन्सी भिजिट गरेर इन्फर्मेसनहरू लिन सक्नुहुन्छ र हाम्रो यो भिडियो हेरेर लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला यदि तपाईँहरूलाई केही क्वेसन्सहरू सोध्नु छ भने कमेन्ट गर्न सक्नुहुन्छ थ्याङ्क यू